राजु, फोहोर पानीमा नखेल। भर्खरै तिमी निको भएका छौ, नत्र फेरि बिरामी पर्न सक्छौ। ओहो, मैले ल्याएको एन्टिबायोटिकले त राजुलाई 2 दिनमै चट्टै निको पारेछ। अब त ऊ खेल्न पनि थालेछ। अब बाँकी रहेको औषधि चाहिँ नखुवाउनु पर्ला। बुवा बुवा, राजु फेरि बिरामी पर्यो। चिन्ता नगर रिता, म उसलाई त्यही पुरानो बाँकी रहेको एन्टिबायोटिक खुवाइदिन्छु अनि ऊ निको भइहाल्छ नि। डाक्टर अङ्कल, मेरो भाइ राजु साह्रै बिरामी भएको छ। पहिले त बुबाले ल्याउनु भएको एन्टिबायोटिक औषधिले भाइ 2 दिनमै चट्टै निको भएको थियो। तर पछि फेरि त्यही औषधिले काम नै गरेन। ए, यस्तो कुरा रहेछ। सायद राजुलाई एन्टिबायोटिक रेजिस्टेन्स भएको होला। डाक्टर अङ्कल, यो एन्टिबायोटिक रेजिस्टेन्स भनेको के हो? जब हामीले खाएको एन्टिबायोटिक औषधिले शरीरमा भएको कीटाणु जसको कारणले रोग लागेको हो त्यसलाई मार्न असमर्थ हुन्छ, त्यसलाई नै एन्टिबायोटिक रेजिस्टेन्स भनिन्छ। डाक्टर अङ्कल, अनि यो एन्टिबायोटिक रेजिस्टेन्स कसरी हुन्छ नि? कृपया विस्तृत रूपमा जानकारी गराइदिनु न। यसका धेरै कारणहरू छन्, जसमध्ये केही महत्त्वपूर्ण कारणहरू यस प्रकार छन्। स्वास्थ्यकर्मीको परामर्श बिना जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग गर्नाले, तोकिएको अवधिसम्म एन्टिबायोटिक सेवन नगर्नाले, सरसफाइमा ध्यान नदिनाले, अनि अरू एन्टिबायोटिक मात्र होइन, एन्टिफङ्गल, एन्टिभाइरल रेजिस्टेन्स पनि हुन्छ। यो सबैलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ। धन्यवाद डाक्टर अङ्कल। हामी सबैलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्सको बारेमा जनचेतनाको अति नै आवश्यक रहेछ। स्वास्थ्यकर्मीको परामर्श बिना आफै औषधि सेवन गर्नु गलत रहेछ। म गाउँमा गएर सबैलाई यस कुराको जानकारी गराउनेछु। जथाभावी औषधिको सेवन नगरौ। सरसफाइमा ध्यान दिऊ, रोग लाग्नबाट बचौ। रुगा र फ्लूको लागि एन्टिबायोटिक प्रयोग नगरौँ। एन्टिबायोटिक रेजिस्टेन्स विरुद्ध लडौँ। एन्टिबायोटिकको सही रूपमा सेवन गरौँ।